हेलो साथीहरू, गुड मर्निङ। जय मसी सेवारो हेलो। आज सन्डे, फेरि पनि आज हामी चर्च जानेछौँ साथीहरू है। तपाईँहरूलाई थाहै छ त्यहाँनिर के हुन्छ भनेर आज फेरि तपाईँलाई देखाउने छ। आज चाहिँ नानी हाम्रो साथमा छैन, नानी हिजै गएको, किनभने म्युजिक क्लासहरू हुँदैछ स्याटरडे, त्यो भएकोले गर्दा हुन्छ साथीहरू। म चाहिँ नुहाइधुवाइ गरिसकेँ, अब चटक्क भए। मलाई चाहिँ गिफ्ट पाएको थियो यो कुर्ता, मेरो साथीले दिए। कस्तो देखिरहेछ साथीहरू कमेन्ट गर्नुहोस् ल। अनि अनुसालाई बोलाएँ मैले, अन्त जय मसी भने, गुड मर्निङ भने। हामी चाहिँ ल है, अब आज सन्डे चर्च जानुपर्छ भनेर चाहिँ रेडी सेडी अब हुनुपर्छ साथीहरू भन्दै उसलाई पनि सम्झाइ बुझाइ गरेँ साथीहरू। साथीहरू हामी चाहिँ चर्च आइपुग्यौँ। हेर्नुहोस् है, यस्तो छ यही जिन्दगी। परमेश्वर पनि सुनिदिनुपर्छ। आन्टीलाई जय मसी आन्टी भन्नुहोस् न भनेर जय मसी भन्नुभयो। यो झिल चाहिँ तपाईँहरूले हेरिराख्नुहुन्छ है साथीहरू, सन्डे भन्दै हामी चाहिँ चर्चमा आइपुग्यौँ। अनि साथीहरू हामी बात गर्नु, अनि उहाँहरूले जय मसी भन्नु दामी कतिमा अब जानेछौँ है भनेर बहिनीले भन्नुभयो। हालेलुया। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल, ग्रहण योग्य र शुद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक्छौ। अलिकति फिर्को छ। गाने चाहिँ अब यो बेबिलोन साम्राज्यमा छ, बेबिलोनमा है एमोराइट्सहरूको हातमा। बेबिलोनमा चाहिँ दानियल चाहिँ को भन्दा दानियल चाहिँ इजरायली हो, यहुदी हो। अनि उनीहरू चाहिँ बेबिलोनमा चाहिँ गएको छ। बेबिलोनमा चाहिँ उनीहरू एउटा दास बनाएर लगेको व्यक्ति हो, काम गर्ने व्यक्ति दानियल हो। अनि यहाँ राजा दाराको शासनमा, दारा भन्नुहोस् न, दारा भन्नुहोस् न है, इङ्ग्लिसमा डेरियस के भन्छ, डेरियस भन्छ, दारा भनिरहेको छ है, दारा है, दारा है। दाराको शासनकालमा चाहिँ यहाँ चाहिँ सम्पूर्ण राज्यको शासन गर्दा 120 जना प्रान्तको बडा हाकिमहरू नियुक्त गर्न दारालाई मन लाग्यो है। अब प्रान्तमा चाहिँ कति अरे 120 प्रान्त हेर्नु है। हाकिमहरूले दानियलको विरुद्धमा अभियोगमा पुर्याउनको निम्ति सरकारी कर्मचारीहरूको निम्तिमा तिनले दोष खोज्न लागे। तर यहाँ चाहिँ अब हेर्नुहोस् है, अब दानियल छ, अब राजाको छेउमा छ, एकदम उसले त राम्रो उसले चरित्र बनाएको छ, राम्रो काम गरेको छ। अब त्यो व्यक्तिलाई चाहिँ अब अन्य अध्यक्षहरूले चाहिँ अरू मान्छेहरू जले होस् चाहिँ होइन, अरू मान्छेले भयो दानियल त राम्रो मान्छे छ, राजाले पनि प्रशंसा गरिरहेको छ। चिन्डे हामी लगेर गएको, अब घर एक दिन आउँदाखेरि घर खान्छ भनेर भएको छ भाइ। नानी नहुँदा चाहिँ घरमा बेरो, अब हिजो गएको थियो उता सुत्नुको लागि होइन, हुन्छ साथीहरू। भेटौँ अब हामी चर्चबाट चाहिँ फर्केको है साथीहरू। आज चाहिँ यति नै हो ब्लग मेरो, अर्को सन्डे भेटौँ ल। जय मसी सबैजनालाई बाई बाई भन्छु।